तपाईँ एम्बिसियस हुनुहुन्छ, तपाईँलाई धेरैभन्दा धेरै पैसा कमाउनु छ र तपाईँलाई यति धेरै ताकतवर बन्नु छ कि तपाईँ चाहनुहुन्छ तपाईँको इन्फ्लुएन्स नेपालमा मात्र नभएर पुरै विश्वभरि नै फैलियोस्। यदि तपाईँ यो सबै कुरा साँच्चीकै होस् भन्ने चाहनुहुन्छ भने यो नाम तपाईँले पहिला पनि सुन्नुभएकै होला, रथस्चाइल्ड। यदि सुन्नुभएको छैन भने यो एउटा यस्तो परिवारको कथा हो जसको बारेमा तपाईँले थाहा पाउनै पर्ने हुन्छ। एउटा यस्तो परिवार जोसँग यति धेरै सम्पत्ति छ कि कुनै समय यस परिवारले ठुला ठुला एम्पायरहरूलाई लोन दिने गर्थे। यहाँसम्म कि तत्कालीन समयमा संसारकै सबैभन्दा ताकतवर मानिने ब्रिटिस एम्पायरलाई पनि लोन दिने हैसियत राख्थ्यो रथस्चाइल्ड फ्यामिलीले। रथस्चाइल्ड फ्यामिलीको इसारामा ठुला ठुला युद्ध हुने गर्थे र ठुला ठुला युद्ध रोकिने पनि गर्थे। यो परिवार आज पनि त्यत्तिकै ताकतवर छ। आजको दिनमा पनि रथस्चाइल्ड फ्यामिलीसँग यति धेरै सम्पत्ति र ताकत छ कि उनीहरूले एक इसारामा पुरै ग्लोबल फाइनेन्सलाई जता चाह्यो त्यता मोड्न सक्छन्। पछिल्लो 200 वर्षदेखि यो फ्यामिलीले विश्वको ठुला ठुला इन्डस्ट्रीहरूलाई कन्ट्रोल गर्दै आएको छ। यति मात्र नभएर यो फ्यामिलीले आफ्नो डोमिनेन्ट ब्रिटेन, फ्रान्स र जर्मनी जस्ता ताकतवर देशहरूमा भरपुर जमाउँदै आएको छ। यो सबै सुनिरहँदा तपाईँलाई लाग्न सक्छ कि यो परिवारको कुनै राजा महाराजाको खानदानसँग सम्बन्ध छ या कुनै धनाढ्य परिवारको वंशज हुनुपर्छ, तर यो सबै गलत हो। यो परिवारको सुरुवात मात्र एकजना व्यक्तिबाट भएको हो जसको जन्म एउटा गरिब घरमा भएको थियो र एउटा यस्तो समुदायमा जन्मेको बच्चा जुन समुदायलाई आफ्नै देशले पनि नागरिकको हैसियतसम्म दिँदैन थियो। यही बच्चाले एउटा यस्तो परिवारको संरचना खडा गरिदियो जसले विगत 200 वर्षदेखि पुरै विश्वलाई कन्ट्रोल गर्दै आइरहेको छ। अघि भिडियोको सुरुमा नै मैले तपाईँलाई भनेको थिएँ कि यो एउटा यस्तो कथा हो जुन तपाईँले सुन्नै पर्छ, किनकि यो एउटा यस्तो परिवारको कथा हो जसको सुरुवात एउटा फोहोर गल्लीमा भएको गरिबको घरमा जन्मिएको एउटा अनाथ बच्चाको अठोटबाट सुरु भएको थियो र आजको दिनसम्म आइपुग्दा यो परिवारको 1800 भन्दा बढी मेन्सन छ र यी परिवारको कुल सम्पत्ति 20 ट्रिलियन भन्दा बढी छ। 20 ट्रिलियन। यदि तपाईँ पनि जिरोबाट उठेर टपमा पुग्ने इच्छा राख्नुहुन्छ भने यो भिडियो तपाईँको लागि, त्यसैले पुरा हेर्नुहोस्। 23 फेब्रुअरी 1744 जर्मनीको मनी क्यापिटल फ्र्याङ्कफर्ट सहरमा मेयर एम्स्टेल रथस्चाइल्डको जन्म भयो। जिविस परिवारमा जन्मिएका उनले बाल्यकालदेखि नै सामाजिक अपहेलना सहनु परेको थियो, किनकि तत्कालीन समयमा जिविसहरूलाई सामाजिक तहमा निकै तल्लो स्थानमा राखिएको थियो। उनीहरूलाई नागरिकको हैसियतले सम्म पनि हेरिँदैन थियो। क्रिस्चियनहरूको बाहुल्यता भएको युरोपी भेगमा जिविसहरूलाई जिजस क्राइस्टको हत्याराको रूपमा हेरिन्थ्यो र यही कुरालाई आफ्नो राजनीतिक हतियार बनाउँदै त्यो समयका पोलिटिसियनहरूले सर्वसाधारणमा जिविसप्रति धेरै घृणा पैदा गराइदिएका थिए, जसका कारण अधिकांश जिविसहरू फ्र्याङ्कफर्टको जुडेनगेस नाम गरेका एउटा सानो र फोहोर गल्लीमा बस्ने गर्थे। त्यो समयमा जिविसहरूलाई बिजनेस गर्नको लागि धेरै अपर्च्युनिटीहरू थिएन। उनीहरूलाई सम्पत्ति जोड्ने, जग्गा किन्ने जस्ता अधिकारहरूसम्म पनि दिइएको थिएन। त्यसैले जिविसहरू धेरै जसो यस्तो कामहरू गर्न थाले जुन काममा हाताहात क्यास हुने गर्थ्यो। त्यो समयका क्रिस्चियनहरूले पैसाको कामलाई पापको नजरले हेर्थे, त्यसैले जिविसहरूलाई अशुद्ध मानिन्थ्यो र उनीहरूलाई नै पैसाको हिसाब किताब गर्ने, पैसा गर्ने र ओसार पोसार गर्ने कामहरू लगाइन्थ्यो। यस्तो अवस्था र परिस्थितिमा जन्मिए पनि मेयर एम्स्टेल रथस्चाइल्ड निकै एम्बिसियस व्यक्ति थिए। उनले एउटा साधारण एकाउन्टेन्टको काम गरिरहेका थिए, तर उनको एम्बिसन धेरै ठुलो भएको हुँदा उनले सोचे यदि एकाउन्टेन्ट नै बन्नु छ भने किन साधारण एकाउन्टेन्ट बन्ने, बनि नै सकेपछि ठुलो मान्छेकै एकाउन्टेन्ट बन्छ। यही अठोटका साथ उनले निरन्तर प्रयास गर्दै गए र उनी त्यस समयका सबैभन्दा ताकतवर मान्छेको एकाउन्टेन्ट बन्न पुगे। उनी फ्र्याङ्कफर्ट सहरको राजकुमार प्रिन्स विलियमको एकाउन्टेन्ट बने। यसरी प्रिन्स विलियमको एकाउन्टेन्ट बन्नु पछाडि पनि एउटा रोचक कहानी छ। मेयर एम्स्टाइडले अवसरहरू खोजिरहेको बेला उनले थाहा पाए कि प्रिन्स विलियमलाई एन्टिक सामानहरू जम्मा गर्ने सोख छ भनेर। संयोगवश के भयो भने एम्स्टेल रथस्चाइल्डको बुवाले पुरानो सिक्काहरूको काम गर्ने गर्थे, जसले गर्दा उनले पुराना र लोप हुन लागेका पुराना सिक्काहरूको कलेक्सन गरेका थिए। त्यही कलेक्सन लगेर प्रिन्सलाई उपहार दिए, जसले गर्दा उनी प्रिन्सको नजिक भए र अकाउन्टेन्ट पनि बने। बिस्तारै मेयरले प्रिन्सको भरोसा जित्दै गए र प्रिन्स विलियमको खास व्यक्ति बन्दै गए, जसले गर्दा जिविसहरूलाई वञ्चित गरेको अधिकारहरू पनि मेयर एम्स्टेल रथस्चाइल्डले प्रयोग गर्न पाए। उनलाई खुल्ला ठाउँमा बस्न पाउने, सम्पत्ति जोड्न पाउने र जग्गा जमिनहरू किन्न वा बेच्न पाउने जस्ता अधिकारहरू दिइयो, जुन अरू जिविसहरूले पाउँदैन थिए। प्रिन्स विलियमसँग काम गर्दै जाँदा उनले पैसा कमाउने निकै राम्रो अपर्च्युनिटी देखे। त्यो समयमा प्रिन्सलाई युद्धको समयमा सुन चाहिने गर्थे।
प्रिन्स विलियमले युद्धको समयमा चाहिने सुन आफ्नो जनताहरूबाट उठाउँथे र त्यसको बदलामा पैसा दिन्थे। त्यसैले प्रिन्स विलियमले सुन किन्ने भएका छन् भन्ने कुराको हल्ला हुने साथै बजारमा सुनको भाउ हत्तै बढ्ने गर्थ्यो। प्रिन्सको नजिक भएका कारण सुन किन्ने हल्ला बजारमा हुनुभन्दा अगाडि रथचाइल्डलाई थाहा हुन्थ्यो र उनले सुनको भाउ बढ्नुभन्दा अगाडि नै आफूले सबै सुन किनेर राख्थे र भाउ बढेपछि राजालाई त्यो सुन दिएर आफ्नो भागमा एउटा मोटो कमिसन पार्थे। यो काम गरेर रथचाइल्डले धेरै पैसा जम्मा गरे। उनीसँग यति धेरै पैसा हुन थाल्यो कि उनले पैसा ब्याजमा दिन थाले। बिस्तारै उनले एउटा ब्याङ्किङ सिस्टमको सुरुवात गरे। उनको व्यापार यति ठुलो हुँदै गयो कि उनले राजपरिवारहरूलाई समेत ब्याजमा पैसा दिन थाले। सन् 1770 मेयर एम्स्टाइल रथचाइल्डले एक मनी एक्सचेन्जरको छोरीसँग विवाह गरे। विवाहपछि उनको 10 जना बच्चाहरू जन्मिए, जसमध्ये 5 जना छोरा थिए र 5 जना छोरी थिए। मेयर रथचाइल्डले आफ्ना छोराहरूलाई सानो उमेरदेखि नै मनी क्रिएसन र मनी म्यानिपुलेसनको बारेमा सिकाउन थाले। उनका सबै छोराहरूले पनि फ्यामिली बिजनेस अर्थात् ब्याङ्किङ र मनी लेन्डिङमा मेयरसँगै काम गर्न थाले। जब मेयर रथचाइल्डका 5वटै छोराहरू ठुला र परिपक्व भए, उनले आफ्नो व्यापारलाई विश्वभरि फैलाउने चाहना गरे। त्यसैले उनले आफ्नो 5 भाइ छोराहरूलाई युरोपको 5वटा ठुला सहरहरूमा पठाए। त्यो समयमा युरोपमा युद्धहरू बढ्दै गएको देखेर रथचाइल्ड फ्यामिलीले पुरै युरोपभरिका राजा महाराजाहरूलाई युद्ध लड्नको लागि पैसा ब्याजमा दिने र टन्न पैसा कमाउने निधो गरे। रथचाइल्ड परिवारका 5 भाइ 5 मुख्य सहरहरूमा पुग्नुको मूल फाइदा के थियो भने त्यो समयमा पुरै युरोप युद्धमा उमिएको थियो र हरेक राज्यलाई पैसा वा सुनको खाँचो पर्थ्यो। ब्याङ्कले त्यो पैसा वा सुन ओसार पसार गर्दा बाटोमा धेरै पटक लुटिने गर्थ्यो। त्यही कुराको निचोड रथचाइल्ड परिवारका 5 भाइले 5 सहरमा गएर निकाले, किनकि एउटै ब्याङ्क भएका कारण पैसा वा सुन ओसार पसार गर्नु पर्दैन थियो, मात्र खबर पुर्याए पुग्थ्यो। यसरी रथचाइल्ड परिवारले पुरै युरोपको युद्धलाई फन्डिङ गर्न थाले। सत्ता रहोस् या टुटोस्, देश बनोस् या भत्कियोस्, फाइदा सधैँ रथचाइल्डलाई नै भइरह्यो। यो कुराहरू सुनिरहँदा तपाईलाई कन्स्पिरेसी थ्योरी जस्तो लागिरहेको होला, तर यो सबै इतिहासमा डकुमेन्टेड भएको चिज हो। यो सबै कुराको डकुमेन्टेसन फेमस हिस्टोरियन निल फर्गसनको द एसेन्ट अफ मनी नामक बुकमा प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले हामीले याद राख्नुपर्ने कुरा के हो भने पैसा केवल एक्सचेन्ज अफ कमोडिटी मात्र नभएर पुरै विश्वको पावर कन्ट्रोल सिस्टम पनि हो। जसले पैसालाई कन्ट्रोल गर्यो उसले पुरै विश्वलाई कन्ट्रोल गर्छ। आज तपाईलाई यही कुरालाई साथ दिने रथचाइल्ड फ्यामिलीसँग जोडिएको एउटा फेमस कथा सुनाउँछु। साल थियो सन् 1815 को। यो त्यही समय हो जब भेरी फेमस ब्याटल अफ वाटरलू भएको थियो। यो युद्ध किन पनि फेमस छ भने यस युद्धमा नेपोलियन बोनापार्टले हारेका थिए, त्यो पनि ब्रिटिस साम्राज्यसँग। त्यति बेला लन्डनमा नेथन रथचाइल्डले ब्याङ्क सम्हालिरहेका थिए। उनी रथचाइल्ड परिवारका सबैभन्दा सातिर र दिमागवाला सन्तान थिए। उनले पुरै युरोपभरि त्यहाँको सरकारहरू भन्दा पनि फास्ट नेटवर्क मेसेजिङ सिस्टम बनाएका थिए। 18 जुन 1815 नेपोलियनले युद्ध हारे। यो खबर ब्रिटिस गभर्नमेन्टसम्म पुग्नलाई 3 दिनको समय लाग्यो र यो खबर ब्रिटिस गभर्नमेन्टले 21 जुनमा सार्वजनिक गर्यो। तर नेथन रथचाइल्डले यो खबर 20 जुनमै पाइसकेका थिए। जुन कुराको फाइदा नेथनले बन्ड्स र सेयरहरूमा 20 जुनमै लगानी गरेर उठाए। नेथनले त्यतिखेर कमाएको पैसा आजको भाउमा तोल्ने हो भने उनले एक दिनमा करिब 1100 करोडको फाइदा हात पारेका थिए। यसरी परिवारभित्रको एकता र विश्वास, इन्फर्मेसन तथा नलेजको फास्ट ट्रान्समिसन र मनी सप्लाईको कन्ट्रोल, यो 3 कुरालाई युज गरेर रथचाइल्ड फ्यामिली विश्वको सबैभन्दा ताकतवर र इन्फ्लुएन्सियल फ्यामिली बन्न पुग्यो। यस्तै रोचक प्रसङ्ग र तथ्यहरू आफ्नै नेपाली भाषामा सुन्नको लागि हामीलाई सब्स्क्राइब गर्नुहोला।